अलिअलि ग्राउन्ड खुलेछ त्यसपछि यो स्काई यताबाट यो अलिकति त्यसपछि फेरि यहाँ त्यसपछि यो वरिपरि यहाँ हेलो बेलेटारको बाटोमा आइपुगेको छु गाइस अनि चिसो न चिसो भइसकेको छ हौसे पो लागिरहेको छ तर क्यामेरामा त्यति राम्रो भइदिएको छ होइन यहाँ मौरी छिजिमले छोटो लुगा लगाएर जाडोले पक्रिँदै हुनुहुन्छ मैले ज्याकेट लगाएको छु त्यसैले मलाई फाइदा भयो म सेफ छु तर खुट्टामा चाहिँ चिसो भयो अब चाहिँ हामी भेलेटार आइपुगेछौँ भेलेटारको मौसम चाहिँ एकदमै चिसो हुसो लागिरहेको दामी अब एकदम ठन्डा यहाँ माथिको मौसम ठन्डा तल इटरीतिर जाडो रे धुवा खाइयो है टिपरको इटरीतिर गर्मी यहाँ माथि चाहिँ अलिक चिसो चिसो मौसम रहेछ वान अफ द ब्युटिफुल प्लेस अफ धारान भेलेटार यो चाहिँ एकदम घुम्ने टुरिस्ट एरिया हो आज हामी चाहिँ त्यहाँ जाँदैछौँ आफ्टर लङ टाइम 6 इयर्स 6 वर्षपछि चाहिँ म जाँदैछु फ्यामिलीसँग हुस्सो लागिरहेछ मौसम गाउँको निकालेर यसो हेर त बाहिर पानी पर्नु थाल्यो अब एक्कासी पानी पर्नु आँटेको छ घुम्न जान आँटेको अलिकति पानीले चाहिँ अलिकति नरमाइलो होला जस्तो छ अलिक मजाले घुम्न पाइला जस्तो छैन हेरौँ के हुन्छ सिमसिम चाहिँ रोकिन्छ कि टाइममा माथि पुगिन्जेल त रोकिन्छ होला पुरै हुस्सो उडिरहेछ यार उहाँ ल आज हामी भेलेटार स्काई वकमा आइपुग्यौँ मेरो भाइसँग अनि छिची अनि मम्मी अनि ठुलो फुपूसँग हेलो अनि हामी माथि जाँदैछौँ अनि भाइया झन् चिपिन आँटेको जतिकै हिँड्दैछ ओके बिस्तारै हिँड्नु लाइन रहेछ सिडी चढ्दा वाउ नाइस पेन्टिङ टिकट काट्नुपर्ने होला हैन कति हो टिकट माउन्ट गुडी चढेर थाक्यो कति महँगो भन्ने भ्लग बनाऊ न आफ्नै देशको आफ्नै गाउँको टावर त यस्तो महँगो भनेर लाग्यो नि कति मासिका तामाङ होइन नि त यो बच्चाको पनि लाग्ने हो बच्चा 3 जनाको दिन चिउ पनि त बच्चा हो नि
ल अब हामी अब माथि जाँदैछौँ गाइस भाइ चाहिँ टुई टुई हिँड्दै माथि पुगिसक्यो सो लेट्स गो दिदाकोमा हाई गरिदिनुहोस् हाई दिदा गरिदिनुहोस् दिदा मेरो भिडियो खिच्नुहोस् हस् लेट्स गो ल त्यो तिम्रो मामुले सुनाउनु लेट्स गो अब रन हाल्छु अब मेरो खुट्टाको एक्सर्साइज हुन्छ आज छिटाउनु विदेशमा नि त तिरिँदैन बोल्दैछु मेरो सास उड्न आँटो ओ यसलाई ढान्ने सिस्टम रहेछ अनि लुगा सबै फोहोर लाग्छ बाबा हेर त्यहाँ ए डस्ट ल डस्ट नि डस्ट ओके वाउ स्काई वक हाने ठाउँ यही रहेछ हो देखौँ मजा छ न छिटो फर्स्टमा चढेको अनि लास्ट इज फोबो लेट्स गो बन्जी जम्प बन्द छ अरे नि त किन क्लाइमेटले होला नि वा टपमा आइपुग्यौँ भ्यू त्यस्तो छ आयो 2 मिनटको भिडियो भइसक्यो मेरो भ्लगर छोरी भ्लग बनाउनु न्यू ब्लगर नि त हिँडेको बाटोमै गल्यो हेलो भनिदिनुहोस् पापा पापा हेलो डन भयो भाइ सँगै बस्दा नहेरिकन पालेर उसलाई सबै थाहा छ उसलाई सँगै भाइ जाऊ गोट हेर्न कति खुस्केको हो तिम्रो यो मजा लाग्यो त्यसको धुलो धुलो होला नि त स्काई वक भेटारको स्काई वक थाकेर है यो चाहिँ भेटारको टावर आज हुस्सो लागेर चाहिँ अलिक देखिएको रहेन रहेछ हजुर यहाँ खिच्नु ओ सानो त्यहाँ ढुङ्गा हुन्छ आऊ यहाँ ल फोटो खिच्न जाऊ छिउ आऊ सानो ओ मामाको लुक स्पाइजर मामा जानुहोस् ओ माय गॉड स्पाइजर जतिले पुया गर्नुहुन्छ ल स्पाइजर वाउ अब चाहिँ हामी भित्रको स्काई वकमा हिँड्दैछौँ होइन यहीँदेखि जाने होइन त ल सिउ न्यू ब्लगर इन टाउन ल हेलो भनिदिनुहोस् ल होइन जाउँ ल अब हामी के गर्दैछौँ यता आउनुहोस् एकैछिन वेट अहिले अङ्कलहरूले फेरि म पुलिस बोलाइदिनुहुन्छ बाहिर जाने बाबु है वाउ स्काई वकको हामीले प्रोटेक्सन पायौँ ओके अब लाउनु ज्ञानी हुने तपाईँ बुया गर्नु त चित्तामा लगाएर जानुपर्ने हो दामी आउने रहेछ नि त यहाँ त हुस्सोले गर्दा अझै झन् हुस्सोले गर्दा यो भ्यू चाहिँ एकदम दामी देखिँदो रहेछ यार आज यहाँदेखि स्काई वक सुरु भयो हामीहरूको हुस्सोले गर्दा तल चाहिँ केही छैन तर जस राम्रो देखिँदो रहेछ अलिकति क्या ब्लरी ब्याकग्राउन्ड जस्तो होइन के हो बुढी ब्लरी ब्याकग्राउन्ड जस्तो कि यति क्लाइमेटमा दामी हुने रहेछ ठिक छ के डर लागेन छोरो हेलो यसको फोटो खिचिदिनु रे यो चाहिँ ओभरअल यहाँदेखि देखिँदो रहेछ अलिकति यो कुनाबाट होइन हुस्सोले गर्दाखेरि तर अलिकति
फ्यान्टासी टाइपको देखिँदो रहेछ कि हुस्सो लागेर त झन् होइन अलिकति स्काईमै भयो जस्तो देखियो कि हुस्सो लागेकोले यतातिर पुरा हुस्सोले वाइट छ त्यसपछि चाहिँ यता आउने बाटो यहाँबाट हो यो चाहिँ माथि टावरको अहिले यस्तो देखिरहेछ क्लाउड खुलेर चाहिँ अहिले अलिअलि क्लाउड खुलेछ त्यसपछि यो स्काई यताबाट अनि यो अलिकति डाउन हुने ठाउँ त्यसपछि फेरि यहाँ त्यसपछि यो वरिपरि यहाँ हेलो यहाँ छोरो यहाँ ल यस्तो दामी हुन्छ तिमी खिच्दैन जाऊ छोरासँग हो सिउ कस्तो लागिरहेछ दामी कस्तो है अहिले खुलेर कति राम्रो देखिरहेछ हैन अब चाहिँ हामी निक्लिँदैछौँ बाहिर मेरो छोरी सिउ हेलो भन्दिनुहोस् हेलो रमाइलो भयो आज दामी दामी अब यहाँ एउटा फोटो खिच है यता यता जाऊ त तिमी यहाँ जा यता साइडबाट पनि एकदमै राम्रो दृश्य देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ त्यहाँ पर एउटा मन्दिर हैन अनि यता स्काई वाक भइहाल्यो यहाँबाट त्यसपछि यहाँबाट चाहिँ भेडेटारको मेन बजार एकदम राम्रो यहाँ हुस्सो लागेर बादल लागेर एकदम दामी देखिरहेछ अहिले यो स्काई ब्रिज निकालेर फोटो खिचेको परको कुन चाहिँ र त्यो त सप्तकोशी हो नि उहाँ परको त सप्तकोशी भनेको माया खोला भनेछु त्यो त सप्तकोशी हो नि पुरै दिदीसँग भाइ रिसाइरहेछ कि भाइ चाहिँ हामीसँग रिसाएको हेलो हेलो साङ्गेर रिसाएर बसिरहेछ टोपी फाल्नु नपाएर क्यामेरा फाल्नु नपाएर रिसाइरहेछ अब उतापट्टि उयो पारीको यतापट्टि क्या यो भेडेटारको सिन छ नि त यहाँ कमान भाइ पनि निस्केको नि आइम जस्ट जोकिङ मम्मी भन फेरि यहाँ चाहिँ फोटोसुट गर्ने पिङ खेल्ने रहेछ नि त यहाँ स्काई वकको तल बाटो यस्तो रहेछ अब चाहिँ हामी फर्किँदै ब्लगर छोरी यहाँ पछाडि छ ब्लगर छोरीले उहाँ के भन्छ क्लिप बनाउने रहेछ सानो टिकटकमा हाल्ने त्यही भएर उसले टिकटक केमा हाल्छौ त नि इन्स्टामा हाल्नेलाई क्लिप बनाउँदैछ त्यही भएर ऊ अहिले भ्याउँदैन अरे हो अब चाहिँ हामी फर्किनु लागेको अब यहाँदेखि चाहिँ हामीहरूको आजको भेडेटारको यात्रा यहीँ सकिएको छ अब हामीहरू अर्को ठाउँ कुन हुन्छ अब हेरौँ घुम्दै घुम्दै चाहिँ गइन्छ
पाउँछ नि सङ्केतिर त्यसको पोस्ट आउँथ्यो कि भेरेटारको शङ्ख भएको ठाउँ होइन ब्युटिफुल शङ्ख